यो मन्दिर 201 इगल भ्यू रोड मिन्टोमा यो 5 एकड जग्गामा अवस्थित छ। स्थानीय हिन्दू समुदायको दयालु दानबाट खरिद गरिएको थियो। यस सम्पत्तिमा एउटा आवासीय आवास थियो जसलाई प्रतिमा बिना सामूहिक प्रार्थना बैठक र पूजा गर्न रूपान्तरण गरिएको थियो। पछि सोही वर्ष भारतका एक शिवभक्तले शिवलिङ्गलाई मन्दिरमा हवाई ढुवानीको लागि दान दिएर भुक्तानी गरे। यति राम्रो हुँदै कुरै नगराउने बयान गरे मन्दिरमा आएर यति कुरा बोल्यो, धेरै राम्रो गर्यो भाइ। अर्को त तिमी आयो, तिम्रो यसो आशीर्वाद दिनु भएन केही छैन। यो मन्दिर सन् 1991मा समुदायद्वारा श्री शिव मन्दिर स्थापना गरिएको थियो। यो समुदायको धार्मिक, आध्यात्मिक र शैक्षिक आवश्यकताहरू पुरा गर्न एक गैर नाफामुखी संस्था हो। यसलाई भारत, श्रीलङ्का, नेपाल, फिजी, दक्षिण अफ्रिका र अन्य धेरै देशहरूबाट आएका भक्तजनहरूले पूजाआजा गर्दछन्। यहाँ प्रमुख देवता शिवलिङ्ग बाहेक नन्दीकेशर, गणपति, शक्ति, मुरुकम, राम, सीता, लक्ष्मण, हनुमान, राधाकृष्ण, सन्देश्वर, महावीर, जलाराम, नवग्रह, भैरव जस्ता अन्य देवताहरू पनि मन्दिरमा स्थापित छन्। शिवलिङ्ग अभिषेक बिहान र साँझ सबै देवताहरूको पूजा र त्यसपछि आरती सहित दैनिक अनुष्ठान सेवाहरू सञ्चालन गरिन्छ। यसका साथै प्रत्येक शुक्रबार, आइतबार र सोमबार विशेष पूजा गरिन्छ। थाई पोङ्गल, नयाँ वर्ष, महाशिवरात्रि, होलिका दहन, रामनवमी, गणेश चतुर्थी, नवरात्र, विजयादशमी, दीपावली, तिरुवेनपावी, स्कन्द षष्ठी जस्ता महत्त्वपूर्ण पर्वहरूमा पनि मनाइन्छ। बालबालिकाहरूलाई मन्दिरको गतिविधि, धार्मिक कक्षाहरूमा महत्त्वपूर्ण स्थान दिइन्छ र ठुला मान्छेहरूसँगै भक्तिपूर्ण प्रार्थना सभाहरूमा भाग लिन्छन् र भक्ति गीतहरू गाउँछन्। यस शिव मन्दिरमा अभिषेक, आरती जस्ता दैनिक अनुष्ठानहरूको लागि सोमबारदेखि शुक्रबारसम्म बिहान 8 बजेदेखि 12 बजेसम्म र बेलुकी 4 बजेदेखि 8 बजेसम्म खुल्ला रहन्छ। शनिबार र आइतबार बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहन्छ। यसले मन्दिर साथै भक्तहरूको घरमा शास्त्र अनुसार सबै प्रकारका धार्मिक, आध्यात्मिक सेवाहरू प्रदान गर्न योग्य र अनुभवी पुजारीहरूलाई नियुक्त गर्दछ। समय समयमा मन्दिरले समुदायको आध्यात्मिक लाभको लागि विदेशबाट धार्मिक, आध्यात्मिक नेताहरूलाई पनि आमन्त्रण गर्ने गर्दछन्।